एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो यस इएनटी क्लासेस युट्युब च्यानलमा। आज हामी कक्षा 8 को विज्ञान तथा प्राविधिक अन्तर्गत पाठ 1 को फुल एक्सरसाइजको सल्युसन गर्नेछु। सो भिडियो मन परेमा भिडियोलाई एउटा लाइक गर्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला यस्तै भिडियोहरु हेर्नको लागि। सो ढिला नगरिकन सुरु गरौँ आजको क्लास। सो के एक नम्बरमा के सोधेको छ कि उपयुक्त विकल्पमा ठीक चिन्ह लगाउनुहोस्। यस अन्तर्गत प्रश्न नम्बर क मा के सोधेको छ कि दैनिक निस्किने फोहोर व्यवस्थापन सम्बन्धी अध्ययन कुन विधा मार्फत गरिन्छ। सो यसको राइट एन्सर रहेको छ सर्वेक्षण। त्यस्तै प्रश्न नम्बर ख मा के सोधेको छ कि कुनै जिज्ञासा वा प्रश्नको उत्तर खोज्न गरिने गहन अध्ययन कुन हो। सो यसको राइट एन्सर रहेको छ अनुसन्धान कार्य। त्यस्तै प्रश्न नम्बर ग मा के सोधेको छ कि प्रयोगात्मक कार्य अन्तर्गत तल दिएका मध्ये कुन भनाइ सही छ। सो यसको राइट एन्सर रहेको छ कागतीको रसले नीलो लिटमसलाई रातो बनाउँछ। त्यस्तै प्रश्न नम्बर घ मा के सोधेको छ कि एकछिन ल, कुनै वस्तु वा घटनाको बारेमा ज्ञान केन्द्रीय मार्फत अनुभव गरिने प्रक्रिया कुन हो। सो यसको राइट एन्सर रहेको छ अवलोकन कार्य। त्यस्तै अब प्रश्न नम्बर 2 मा के सोधेको छ कि तलका प्रश्नको उत्तर दिनुहोस्। यस अन्तर्गत प्रश्न नम्बर क मा के सोधेको छ कि वैज्ञानिक अध्ययनमा अवलोकन किन महत्त्वपूर्ण रहेको छ। सो यसको उत्तर अवलोकनबाट वस्तु वा घटनाको सही जानकारी प्राप्त हुन्छ। यसले तथ्य सङ्कलन गर्न, समस्या पहिचान गर्न र सही निष्कर्ष निकाल्न मद्दत गर्छ। त्यसैले वैज्ञानिक अध्ययनमा अवलोकन महत्त्वपूर्ण हुन्छ। त्यस्तै प्रश्न नम्बर ख मा के सोधेको छ कि प्रयोगात्मक कार्य गर्दा प्रयोगशालामा ध्यान दिनुपर्ने कुराहरू के छन्। सो यसको उत्तर शिक्षकको निर्देशन पालना गर्ने, सुरक्षा सामग्री जस्तै ल्याब कोट, चस्मा आदि प्रयोग गर्ने, रसायनहरू सावधानीपूर्वक प्रयोग गर्ने, प्रयोगशालामा खेलवाड नगर्ने, प्रयोगपछि सामग्री सफा गरी सुरक्षा स्थानमा राख्ने। त्यस्तै प्रश्न नम्बर घ मा के सोधेको छ कि कुनै वस्तु वा समस्यासँग सम्बन्धित क्षेत्रमा पुगेर तथ्याङ्क सङ्कलन गरी निष्कर्षमा पुगेको कार्यलाई के भनिन्छ। यस कार्यको प्रतिवेदन तयार गर्न कुन कुन चरण पार गर्नुपर्छ। सो यसको उत्तर यसलाई सर्वेक्षण कार्य भनिन्छ। र प्रतिवेदन तयार गर्ने चरणहरू जस्तै शीर्षक लेख्ने, उद्देश्य निर्धारण गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, तथ्याङ्क विश्लेषण गर्ने, निष्कर्ष लेख्ने र सुझाव प्रस्तुत गर्ने। त्यस्तै प्रश्न नम्बर अङ्गमा के सोधेको छ कि कुनै प्रश्न वा जिज्ञासाको उत्तर खोज्न गरिने गहन अध्ययन कस्तो कार्य हो। यो कार्य गर्दा के कुरामा ध्यान पुर्याउनु पर्छ। सो यसको उत्तर यो अनुसन्धान कार्य हो। ध्यान दिनुपर्ने कुराहरू जस्तै उद्देश्य स्पष्ट हुनुपर्छ, सही र विश्वसनीय तथ्याङ्क सङ्कलन गर्नुपर्छ र वैज्ञानिक विधि अपनाउनुपर्छ, निष्पक्ष रूपमा विश्लेषण गर्नुपर्छ, प्रमाणमा आधारित निष्कर्ष निकाल्नुपर्छ। त्यस्तै प्रश्न नम्बर 6 मा के सोधेको छ कि वर्षाको पानीले खेतीबारीमा राखिएको रासायनिक मल बगाएर पानीका स्रोतमा मिसाउँदा लेउको वृद्धि भई जलचरहरूमा पर्ने असरको खोजी गर्नु कुन कार्य अन्तर्गत पर्छ। सो यसको उत्तर यो अनुसन्धान कार्य अन्तर्गत पर्छ, किनकि यसमा वातावरणीय समस्याको कारण र प्रभावको वैज्ञानिक अध्ययन गरिन्छ। हस्, आजको लागि यति नै।